नमस्ते। कहिलेकाहीँ एक्सेल खोल्ने बित्तिकै त्यो थाली ग्रिड देखेर अलिअलि तर्सिन्छ होइन त? अब चिन्ता लिनु पर्दैन। आज हामी एक्सेलमा काम सुरु गर्न चाहिने सबैभन्दा आधारभूत कुराहरूलाई एकदमै सरल तरिकाले सिक्नेछौँ। ल सुरु गरिहालौँ है त। सबैभन्दा पहिले एक्सेल भनेको के हो त? यो एउटा इलेक्ट्रोनिक स्प्रेडशीट हो। यसलाई एउटा जादुई डिजिटल ग्राफ पेपर जस्तै सम्झिनुस् न, जहाँ डेटाहरूलाई लाइन र कोठाहरूमा मिलाएर राख्न अनि फटाफट हिसाब किताब गर्न सकिन्छ। ल, यो हेर्नुस् त, यो हो एक्सेलको मुख्य काम गर्ने ठाउँ, जसलाई वर्कशीट भनिन्छ। यो अक्षरले जनाउने स्तम्भहरू अर्थात् कलम्स र सङ्ख्याले जनाउने पङ्क्तिहरू अर्थात् रोज मिलेर बनेको हुन्छ। अनि यी हरेक साना बक्सलाई चाहिँ सेल भनिन्छ। आजको हाम्रो यात्रामा के छ त? हामी ग्रिडको परिचयबाट सुरु गर्छौं, त्यसपछि वर्कशीटमा कसरी यताउता गर्ने, डेटा कसरी हाल्ने र सच्याउने, अनि लामो टेक्स्टलाई कसरी मिलाउने भनेर हेर्छौं। अन्त्यमा प्रो जस्तै सेलहरू छान्ने तरिका पनि सिक्नेछौं। अरू केही गर्नुभन्दा पहिले यो ठूलो ग्रिडमा यताउता जान त सिक्नु पर्यो नि होइन? यो जानेपछि काम कति छिटो हुन्छ। सबैभन्दा सजिलो तरिका त किबोर्ड नै हो। किबोर्डको एरो कीले एकपटकमा एउटा सेल सार्न मद्दत गर्छ। ट्याब थिच्दा दायाँ जान्छ अनि शिफ्टसँग ट्याब थिच्दा बायाँ। र यदि एकैचोटि सबैभन्दा पहिलो सेल A1 मा पुग्नु पर्यो भने कन्ट्रोल र होम की सँगै थिथिदिए पुग्छ। तर यदि पाना नै पुरै ठुलो छ भने नि हजारौं सेलहरू स्क्रोल गरेर त साध्यै हुँदैन। यसको लागि एकैछिनमा जहाँ पनि पुग्न सक्ने एउटा गजबको तरिका छ। आफ्नो किबोर्डमा कन्ट्रोल र जी एकैचोटि थिच्नुस्। ल, यो गो टु बक्स आयो। अब जहाँ जानु छ त्यसको ठेगाना लेख्नुस्, जस्तै J3 अनि एन्टर। हेर्नुस् त, एकैछिनमा पुग्यो। अझै एउटा छिटो तरिका छ है। ग्रिडको ठिक माथि रहेको यो सानो बक्स देख्नुभयो, यसलाई नेम बक्स भन्छन्। यहाँ पनि सेलको ठेगाना टाइप गरेर एन्टर थिच्ने बित्तिकै एक्सेलले सिधै त्यहीँ पुर्याइदिन्छ। ओके, घुम्न त सिकियो। अब पालो आयो यी खाली बक्सहरू भर्ने अर्थात् सेलहरूमा जानकारी कसरी हाल्ने भनेर सिक्ने। टाइप गर्दा गल्ती त भइहाल्छ नि होइन र? तर चिन्ता लिनु पर्दैन। एक्सेलमा यसलाई सच्याउने 3वटा एकदमै सजिला तरिकाहरू छन्। पहिलो तरिका, F2 की। जुन सेल सच्याउनु छ त्यसमा क्लिक अनि F2 थिच्नुस्। बस कर्सर सिधै सेलभित्रै देखा पर्छ र एडिट गर्न सुरु गर्न सकिन्छ। दोस्रो तरिका, फर्मुला बार। सेलमा क्लिक गर्ने अनि त्यसपछि ग्रिडको माथि रहेको यो लामो सेतो बारमा जाने। यो फर्मुला बारबाट पनि सेलको नाइयो सजिलै सच्याउन सकिन्छ। अनि तेस्रो र सायद सबैले सबैभन्दा धेरै चलाउने तरिका, डबल क्लिक। माउसले त्यही सेलमा छिटो छिटो 2 पटक क्लिक गर्ने। भइहाल्यो, कर्सर त्यहीँ देखिन्छ, सम्पादनको लागि तयार। अब एउटा अर्को कुरामा जाउँ जुन सुरुमा सबैलाई कन्फ्युज बनाउँछ। आफूले लेखेको कुरा सेलमा नअटे के गर्ने? हो, यो प्रश्न एकदमै महत्त्वपूर्ण छ। जब लेखेको टेक्स्ट सेलभन्दा लामो हुन्छ तब के हुन्छ होला? सुरुमा त छेउको सेल खाली छ भने टेक्स्ट त्यतैतिर बगेर गए जस्तो देखिन्छ। तर डराउनु पर्दैन, त्यो टेक्स्ट चाहिँ एउटै सेलमा है, खाली देखिएको मात्र हो। तर यदि छेउको सेलमा पनि केही लेखिएको छ भने तब त लामो टेक्स्ट आधा मात्रै देखिन्छ, काटिए जस्तो। टेक्स्ट हराएको चाहिँ होइन है, खाली देखिएको मात्र नभएको हो। यसको समाधान एकदमै सजिलो छ। ऱ्याप टेक्स्ट भन्ने अप्सन। लामो टेक्स्ट भएको सेलमा क्लिक गर्ने, माथि होम ट्याबमा जाने अनि ऱ्याप टेक्स्ट बटनमा क्लिक गर्ने। अनि हेर्नुस् त, एक्सेलले आफै सेलको हाइट बढाएर सबै टेक्स्टलाई त्यही एउटा सेलभित्र अटाइदिन्छ। कति सफा र राम्रो देखियो होइन? ल, अब अन्तिम तर एकदमै काम लाग्ने कुरा सिकौं। सेलहरू कसरी छान्ने, त्यो पनि प्रो जस्तै। एउटा लाइनमा भएका सेलहरू छान्नु पर्यो भने त माउस क्लिक गरेर तानिदिए भइहाल्यो। तर ठाउँ-ठाउँमा छरिएर रहेका सेलहरू एकैपटक छान्नु पर्यो भने नि त्यसको लागि कन्ट्रोल की एकदमै काम लाग्छ। कन्ट्रोल की थिचिराख्ने अनि चाहिएको सेलमा एक एक गर्दै क्लिक गर्ने। हेर्नुस् त, कन्ट्रोल कीले कति सजिलै एकैचोटि फरक फरक ठाउँका सेलहरू छनौट गर्न दियो। यसले त कति धेरै समय बचाउँछ। ल, एकपटक सर याद गरौँ है त, आज के सिकियो? हामीले किबोर्ड सर्टकटले ग्रिडमा घुम्न सिक्यौं, 3 फरक तरिकाले डेटा हाल्ने र सच्याउने तरिका जान्यौं, लामो टेक्स्टलाई ऱ्याप टेक्स्टले मिलाउन सिक्यौं अनि जोडिएका र नजोडिएका सेलहरू छान्ने प्रो तरिका पनि हेर्यौं।
अब एक्सेल चलाउने मुख्य तरिकाहरू त थाहा भयो। अब यो सिट प्रयोग गरेर सबैभन्दा पहिले केही नयाँ बनाउन मन लाग्यो होला नि? सम्भावनाहरू त अनगिन्ती छन्।